नमस्ते सेवारो, म चाहिँ घर जानको लागि झोला मजाले रेडी बनाइसकेँ। यो चाहिँ हाम्रो रुम छेउको एउटा मल, ग्रेन्ड मल हो। यहाँबाट चाहिँ हामी विभिन्न खालको सपिङहरू गर्न सक्छौँ। यहाँबाट हामीलाई एकदमै नजिकै पनि छ। यहाँ चाहिँ आज फ्राइडे भएर गाडीहरू पनि एकदमै धेरै छ है। अब देख्नुहुन्छ यो चाहिँ मेरो झोला हो। यो चाहिँ यानि कि हमाड इन्टरनेसनल एयरपोर्ट कतारको हो। यो चाहिँ डिपार्चर भइसकेपछि टेरिटोरी एरिया हो। यहाँबाट हामी विभिन्न स्थानमा छुट्छौँ। अब यो चाहिँ मेरो बोर्डिङ सुरु हुन लागिरहेको छ है। ल साथीहरू, म चाहिँ बोर्डिङ पास भइसकेर पनि भित्र छिरिसकेको छु। यहाँ देख्नुहुन्छ तपाईँहरूले एकदमै मान्छेहरू पनि देख्न सक्नुहुन्छ, धेरै छन् है। एकदम ठुलो प्लेन हो। यहाँ चाहिँ अब चाहिँ लगभग सुरु हुन लागिरहेको छ, स्टार्ट भइरहेको छ भनौँ न है। कतारदेखि इन्डिया यो चाहिँ दिल्लीको इन्दिरा गान्धी एयरपोर्टसम्मको दुवा कतारदेखि चाहिँ जान लागिरहेको छु। प्लेन बिस्तारै चलिरहेको छ है। एकदमै अहिले यहाँ कतारको चाहिँ तपाईँको यहाँ लगभग 10 साढे 10 हुन लागिसक्यो। आज चाहिँ मेरो यात्रा भनेको चाहिँ कतारदेखि इन्डियासम्मको रहनेछ है साथीहरू। एकदमै बिस्तारै चलिरहेको छ। यहाँ चाहिँ एकदम बेलुका 10 साढे 10 भइसकेको छ साथीहरू है। एकदम सिग्नलहरू पनि तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ एकदम पहेँलो रेड लगभग उड्न लागिरहेको छ। अब चाहिँ है ल ठ्याक्कै एकदमै उडिसकेको छ भन्नुपर्छ। यहाँदेखि चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। आज चाहिँ म झ्यालकै छेउमा बसेको हुनाले चाहिँ मैले तपाईँहरूलाई चाहिँ केही मात्रामा कतारको भ्यू एयरपोर्टबाट चाहिँ माथि उडिसके पछाडिको चाहिँ तल देखिने सहरहरूलाई मैले खिच्ने प्रयास गरेको छु। म चाहिँ अनि टक्क भित्र हुँदै चिया खाने बेली भइसक्यो, खाजा खाने बेली पनि भइसक्यो है। टक्क दिएपछि खाने पऱ्यो अनि खाइरहेको छु। यहाँ साथी पनि हुनुहुन्छ है, उहाँ पनि नेपाल जाने हुनुहुन्छ। यो चाहिँ मेरो हो अनि यो चाहिँ मेरो खाना हो है। हामीले पाउने भनेको यस्तो। अनि यहाँदेखि यो खाइसकेपछि हामीले चाहिँ देख्न सक्नुहुन्छ है, यस्तै खालको छ खाना है। एकदमै ठिकै छ, नराम्रो पनि छैन है, एकदमै मिठो छ। यो चाहिँ खै के हो चिन्न सकिनँ। अनि यहाँ ब्रेड हुन्छ, यो चाहिँ खाना हो। अनि सब्जी छ। खाइसकेपछि फेरि मैले तपाईँहरूलाई अब फेरि यो चाहिँ इन्डिया पुग्ने बेलीको चाहिँ भ्यू हो। एकदमै सुन्दर र राम्रो देखिरहेको छ। लगभग यतिखेर इन्डियाको लगभग 1-2 बज्न लागिरहेको छ। लगभग 3 घन्टा जति नै लाग्दो रहेछ। एकदमै देख्न सक्नुहुन्छ साथीहरू, सरले भरेको सबै लाइट मात्रै छन् है। कस्तो दामी देखिरहेको छ नि त। म चाहिँ फेरि टक्कै पखेटाकै छेउमा बसेको छु नि त, अनि त्यही भएर सबै देखिरहेको छ क्या तल पनि। अनि यो चाहिँ मैले धेरै माथिबाट खिचेको हो साथीहरू। अब यहाँ तल झन् त अझै निकै नै लाग्छ। अहिले भर्खर माथि मात्रै उडिरहेको छ, फर्को मारेकै छैन है साथीहरू। एकदमै ठुलो छ। माथिबाट हेर्दा त सेम कतारकै जस्तो भ्यू देखिन्छ। बाक्लो बस्ती पनि छ यहाँ हुँदै है। हेर्नुहोस् सबै लाइट छ एकदमै। कस्तो मजाले देखिरहेको छ है माथिबाट हेर्दाखेरि त। एकदमै रमाइलो भइरहेछ है। पहिलो यात्रा हो। अनि अब यसरी पहिला त झ्यालको छेउमा परिएको थिएन, यसपालि त झ्यालकै छेउमा परियो। अनि त्यहाँ भनेको पनि थिएँ मलाई झ्यालमा राखिदिनु होला, म अलिक साइडमा त बस्दिनँ, मलाई झ्याल विन्डो सिट चाहिन्छ मैले भनेको थिएँ। अनि मलाई विन्डो सिट मिलाइदिएको थियो हाम्रो एकजना कास दाइले। कास भनेको चाहिँ अब कतार सर्भिसको सेक्युरिटी हुन्छ एउटा, अनि उहाँले नै सबै कुरा मिलाइदिने भनेको चाहिँ। कस्तो मजाले देखिरहेको छ। अझ दिउँसो भएको भए त यति मजाले देखिने त थिएन होला, यस्तो मजाले लाइटहरू बलेकोहरू। किनभने बेलुका भएको कारणले गर्दा चाहिँ एकदमै मजाले देखिरहेको छ है। म चाहिँ ट्याक्कै यो झ्यालको पनि आएको रहेछ, कहिले चाहिँ आउँदो रहेछ। एकदमै बाक्लो बस्ती माथिबाट हेर्दाखेरि एकदमै धेरै सर देखिन्छ। बत्ती बलेको देखिरहेको छ है।
हेर्नुहोस् यहाँ कस्तो मजाले त्यो हाइवेमा मजाले त्यो लाइटहरू बालेर कस्तो मजाले त्यो उयो देखिरहेको छ माथिबाट पनि है। अब चाहिँ झन् नजिक पुग्न लाग्यौँ हामी। अहिले चाहिँ देख्न सकिन्छ। मैले चाहिँ प्रायः जुम तानेर चाहिँ गरेको छु है। अहिले चाहिँ हल्का फेरि जुम गरेँ मैले। अहिले चाहिँ अब चाहिँ हामी चाहिँ अलिकति तलै झरिसक्यौँ। अब चाहिँ जुमको खासै जरुरी पर्दैन। हामी लगभग बस्ने लागिसक्यौँ। अब चाहिँ है बस्नु खोजिरहेको छ, जाँदैछ है। ल अब चाहिँ गाडीहरू पनि कुदेको हामीले देख्न सक्छौँ, किनभने हामी धेरै तल झरिसकेका छौँ त। देख्न सक्नुहुन्छ पर है, अघि माथिबाट देखेको त्यो परको सबै सिनहरू हो। ल अब चाहिँ लगभग बस्ने बेला भयो। बस्ने लाग्यो है। अब एकदमै अब त मजाले सबै नजिक देख्न थाल्यो। हामी चाहिँ अब सकुशल तरिकाले चाहिँ हामी पुग्न सफल भयौँ है। ल ट्याक्कै अब चाहिँ भुइँ टेकेर यतिखेरको स्पिड चाहिँ एकदमै स्पिडै गइरहेछ। तर यहाँ चाहिँ अब अलिकति क्यामेराले गरेर पनि होला खासै त्यति स्पिड गइरहेको देखिँदैन साथीहरू। गइरहेको छ बसेर, एकदमै कुदिरहेको छ चक्काले भनौँ न। ल देख्न सक्नुहुन्छ तपाईँहरू। हामी चाहिँ अहिले दिल्लीको इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टमा हामी पुगिसकेका छौँ। यहाँ पनि हामी प्लेनहरू देख्न सक्छौँ, बसिरहेको छन् कोही है। एयर इन्डियाको पनि त्यही छन्। ल साथीहरू, एकदमै तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिरका है। हामी चाहिँ ठ्याक्कै पुगिसकेका छौँ अहिले। एकदमै यो चाहिँ एकदमै नजिकैबाट अब चाहिँ यहाँ चाहिँ मजाले उज्यालो पनि देखाइरहेको छ नि त, त्यही भएर मजाले राम्रो देख्न सकिन्छ बाहिरतिर। ल हामी निस्केर पनि अब बसमा चढिसकेका छौँ। अब यो बसबाट फेरि भित्र जान बाँकी नै छ हामीलाई। यहाँ देख्न सक्नुहुन्छ गाइज, बसभित्रै छु है। मैले बसभित्रैबाट गराएको छु साथीहरू। यहाँ देख्नुहुन्छ बसभित्र मान्छेहरू एकदमै धेरै छन् है। यही बसको सहायताबाट हामी चाहिँ यहाँभित्र एयरपोर्टभित्र जानुपर्छ। हिँडेर जाने सम्भव हुँदैन है साथीहरू। यहाँ चाहिँ हाम्रो लगेजहरू चाहिँ निकालेर अर्को प्लेनको लागि अब ट्रान्सफर हुँदैछ। हामी यहाँबाट देख्न सकिन्छ। ल गाइजहरू, म चाहिँ यहाँ छु है। म चाहिँ यहाँ छु एकदमै। मैले चाहिँ अब अघिदेखि चाहिँ मैले भिडियो गरेर आएको थिएँ। यो चाहिँ हाम्रो साथीको। ल हामी चाहिँ अब बसले लगेर इन्डियाको पनि देख्न सकिन्छ। यहाँ प्लेन बसिरहेको। हामी चाहिँ अब भित्र जानको लागि चाहिँ बसले लगिरहेको छ है। हिँडेर चाहिँ अलिकति टाढै हुन्छ। यहाँ चाहिँ अब एकदमै सुविधा सम्पन्न नै हुन्छ तपाईँहरूको। अब हाम्रो नेपाल जस्तो चाहिँ अलिकति हुँदैन, थोरै फरकै हुन्छ तपाईँको सबै कुरामा। नियमदेखि लिएर पनि यहाँको अब वेहरूदेखि लिएर सिस्टमहरू थोरै धेरै नै अलिकति बेग्लै तरिकाको छन्। यहाँ देख्न सक्नुहुन्छ है साथीहरू। अब चाहिँ हामी लगभग पुग्न आँट्यौँ भन्दा नि भित्र छिरिसक्यौँ। अब चाहिँ हामी अब यहाँदेखि छिरेर फेरि पनि हाम्रो एउटा चेक पोइन्ट छ। यो चेकबाट हामी चाहिँ चेक भएर जानुपर्छ। हाम्रो यो देख्न सक्नुहुन्छ। अब हामी चेकिङको लागि गइरहेका छौँ। ठक्कैमा चाहिँ हाम्रो साथी हुनुहुन्छ है, हिँडिराख्नु भएको छ उहाँ पनि।
ल उहाँ पनि हाम्रो साथी हुनुहुन्छ हाम्रो उहाँहरू म चाहिँ सँगै भयौँ प्लेनमा मात्रै चिन्जान गरेको हामी पनि उहाँसँग ल अब एकदमै हामी भित्र छिरिसक्यौँ अब यस पछाडि हाम्रो एउटा यहाँ चाहिँ एउटा यो लिफ्टबाट चाहिँ माथि गएपछि चाहिँ चेकिङ काउन्टर हुन्छ चेकिङ काउन्टरमा हाम्रो देख्न सक्नुहुन्छ इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टमा भित्र सजिएका केही वस्तुहरू यो चाहिँ लिफ्ट हो यो बिचको चाहिँ त्यो सिसा भएको चाहिँ त्यहाँबाट नि माथि जान सकिन्छ तर हामी एस्कालेटरबाट चाहिँ हामी गएको एस्कालेटरबाट सकिए पछाडि अब हाम्रो चाहिँ यो चेकिङ हुन्छ यहाँनिरको बोर्डिङ पास हेर्छन् अनि बोर्डिङ पास हेरेपछि हामीलाई चिनाउँछ यो देख्न सक्नुहुन्छ यो लाइन त्यहाँ पर बसिरहेको छ नि त मान्छेहरू डाइरेक्टै अब हामीले चाहिँ त्यहाँ भिडियो गर्न मिल्दैन यो भनेको चाहिँ अब रिस्ट्रिक्टेड एरिया भन्छ यहाँ चाहिँ एकदमै लाइन बस्नुपर्छ साथीहरू है अनि यहाँबाट चाहिँ पासपोर्ट र बोर्डिङ चाहिँ पासपोर्ट र बोर्डिङ पास चाहिँ हातमै राख्नुपर्छ साथीहरू उहाँ चाहिँ हाम्रो जिग्री दोष हुनुहुन्छ है हामी चाहिँ चेकिङको लागि लाइनमा बसिरहेको छौँ ल अब यो चेकिङ भइसके पछाडि हामी फेरि अर्को सेक्युरिटी चेक पोइन्टमा हामी पुग्छौँ त्यहाँ चाहिँ हामीले बेल्टहरू घडीहरू मोबाइलहरू इलेक्ट्रोनिक सामानहरू चाहिँ लगाइराख्नुपर्छ लिक्विडहरू पनि निकाल्नुपर्छ तर यहाँ चाहिँ खासै पर्दैन है ल यहाँबाट छिरिसकेपछि यहाँनिरका चेक गर्छन् अब देखाउन मिल्दैन यही हो हाम्रो चेक गर्ने सेक्युरिटीहरू चाहिँ यहाँबाट छिरिसकेपछि लेखिदिन्छन् अनि यिनीहरू चाहिँ एउटा एउटा गर्दै माथिभित्र पठाउँछ ल गाइज हामी चाहिँ त्यहाँबाट आइसके पछाडि चाहिँ अब हामी चाहिँ यहाँ अगाडि देख्न सक्नुहुन्छ त्यहाँबाट हामी छिरेर जाने हो यो लाइन चाहिँ निकै लामो नै छ अब यो लाइनबाट चाहिँ लाइनबद्ध जानुपर्ने हुन्छ साथीहरू एकदमै त्यहाँबाट देखिरहेका छौँ हामीले त्यो WTMD भन्छ त्यो WTMD भनेको चाहिँ वक थ्रु मेटल डिटेक्टर हो त्यहाँबाट चाहिँ पास भएर जानुपर्छ हामीले केही मेटालिक आइटम्सहरू बोकिएको छ भने चाहिँ त्यसलाई चाहिँ सबै झोलाभित्रबाट निकालेर पनि हामीले एक ठाउँ एउटा ट्रेमा राख्नुपर्छ एकदमै त्यहाँ राखिसके पछाडि चाहिँ अब चाहिँ यहाँ सामान अगाडि देखाउन मिल्दैन मेरो झोलाको चेन पनि खुल्ला रहेछ ल हामी चाहिँ त्यो चेक भइसकेर पनि अब चाहिँ ड्युटी फ्रीभित्र पसिसक्यौँ साथीहरू है यो चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टको भित्र ड्युटी फ्री ठाउँ हो है एकदमै राम्रो सुन्दर छ एकदमै मजाले सजिएको धेरै राम्रो तर सामानहरू चाहिँ किन्न सकिँदैन एकदमै महँगोहरू पर्छ यहाँ चाहिँ भित्र ठाउँ पनि एकदमै राम्रो छ है यहाँनिरका ड्युटी फ्रीका सामानहरू यो चाहिँ धेरै लेडिजको लागि हो होइन यहाँबाट हामीले अल्कोहलहरू पनि किन्न पाउँछन् एकदमै तर महँगी हाई रेटमा छ अनि तपाईँहरूको चाहिँ आफ्नै इच्छा अनुसारको सामानहरू चाहिँ किन्न पाउँछ नि तर अलिकति महँगो हुन्छ भन्ने मात्रै हो एक्सपेन्सिभ हुन्छ यहाँबाट जाने हामी चाहिँ जाँदैछौँ एकदमै यो एयरपोर्ट पनि एकदमै यो एयरपोर्टको भित्र ठुलो क्षेत्रफलमा रहेको छ म चाहिँ अहिले अब फेरि एकचोटि हाम्रो बोर्डिङ पास यो चाहिँ अहिले यहाँको गार्डन है कस्तो दामी छ है हरियो यहीँभित्र यो चाहिँ एयरपोर्टभित्रको चाहिँ है गार्डन अझ अलिक राम्रो हुन्छ होला यहाँबाट चाहिँ हाम्रो फ्ल्याटको हाम्रो चेक गर्न सकिन्छ यो डिस्प्लेबाट चाहिँ यहाँबाट चाहिँ हामीले त राइट साइडमा मोडेर यहाँबाट सिधै जानुपर्छ अगाडि गइसके पछाडि
हामीले यहाँबाट त्यहाँ पर हामीले केही सिग्नलहरू पनि देख्न सकिन्छ। स्मोकिङ रुमहरू भन्ने पनि हुन्छन्, आफूले स्मोक गर्नु पनि मिल्यो। यो चाहिँ हामी अझैसम्म पनि ड्युटी फ्रीकै एरियातिरै छौँ। अब चाहिँ ड्युटी फ्री एरिया सके पछाडि चाहिँ हामी बाहिर लगभग अब बोर्डिङ सुरु हुने भन्दै साथीहरू म चाहिँ यहाँ छु अनि उहाँ चाहिँ मेरो साथी हो भन्दै अब बिदा हुन्छु। बाइ बाइ।